यो भिडियो हेरेर हर्क साम्पाङ बेहोस भयो कि क्या हो? अब हर्क साम्पाङले के भनेर आलोचना गर्लान्? मात्र एउटा कार्यक्रममा एमसीसी विरुद्धमा भाषण गरेर देखाउनु। अब यहाँ जान्ने नजान्ने सबैलाई एमसीसी बारे बोल्नु नै परेको छ। नागरिक समाज र विज्ञहरूले विश्लेषण गरिसकेपछि अब त्यो जिम्मेवारी जनप्रतिनिधिको हुन्छ, राजनीतिक दलको हुन्छ। तर हाम्रा दलहरूको कुरा गरेर साध्य छैन। कांग्रेसका देउबा एनसीसी पास नगरी नछाड्ने अडानमा, एमालेका ओली पहिले पक्षमा अहिले जोखाना हेर्दै प्रचण्डको महात्म्य अघि भर्खरै वर्णन गरिहाले। मेरा प्रश्नहरू भने अझै पनि यथावत रहेका छन्। नम्बर 1, एमसीसी संसदमा किन लाने? के यो दुई देश बीचको सन्धि हो? यो एउटा मामुली कन्ट्र्याक्ट हो? यो देशको इतिहासमा एउटा पनि कन्ट्र्याक्ट संसद गएको छैन। यसलाई संसदमा लानु किन पर्यो? नम्बर 2, नेपालको कानूनसँग एमसीसी बाजिए एमसीसी का शर्तमाथि हुने बुदा गलत छ। एउटा कन्ट्र्याक्ट नेपालको राष्ट्रिय कानूनभन्दा माथि कसरी हुन्छ? नम्बर 3, आयोजनाको निर्माण सकिएपछि आयोजना हस्तान्तरण गरेर जानुको साटो अमेरिका अनन्तकालसम्म किन बस्न चाहन्छ? नम्बर 4, नेपालको आर्थिक सामाजिक राजनीतिक मामिलामा चासो राख्ने टन्नै शर्तहरू एउटा विकास आयोजनाको कन्ट्र्याक्टमा किन जरुरी छ? समस्या परेको हकमा अमेरिकी कानून समेत लागू हुन सक्ने शर्तहरू सहितको एमसीसीलाई म जस्तो सामान्य सञ्चारकर्मीले विकास अनुदान मात्रै मान्न सकेन। हजुर, अर्थ मन्त्रालयको एउटा कर्मचारीले हस्ताक्षर गरे पुग्ने सम्झौता संसदमा लगिनु र जनस्तरबाटै यति धेरै विरोधका बावजुद पनि जबरजस्त लैजा भन्नुलाई स्वाभाविक मान्न मैले सकिन। अमेरिका साँच्चै नै नेपाललाई सहयोग गर्न चाहन्छ भने एउटा काम गरोस्, यो एमसीसी अहिलेलाई फिर्ता लगेर सहयोग गरोस्। यसले हाम्रो आन्तरिक र भू राजनीतिमा ठूलो उथल पुथल ल्याउने देखिँदैछ। अमेरिकाको निरन्तरको दबावका कारण हामी नराम्रोसँग विभाजित भइरहेका छौं। यस्तो अवस्थामा एमसीसी फिर्ता लगेर चाहिँ अमेरिकाले सहयोग गर्न सक्छ। यदि कुनै दललाई एमसीसी नभई हुन्न भने आगामी चुनावका लागि एमसीसीलाई उसले आफ्नो चुनावी घोषणा पत्रमा राखोस्। चुनाव जिते भने एमसीसी पास गर्छु जनताको भनेर जनताको मत लिएर ऊ आओस्। जनताले भोट दिएर चुनावै जितेर सरकारै चलाएछ भने च्याप्टर क्लोज गरौँला। रविलाई एमसीसी को मतियार, कुलमान घिसिङलाई एमसीसी को मतियार, बालेन शाहलाई एमसीसी को मतियार, विदेशी दलाल जस्ता कुराहरू भन्दै आलोचना गरिरहने, जहाँ गयो त्यही खेदो खनिरहने हर्क साम्पाङले अब केसमा खेदो खन्लान्। अब यतिसम्म मुख तोडको जवाब आइसकेपछि हर्क साम्पाङले भन्न छोड्ला नि त, हुन त यहाँ के खाने भेडाले खान छोड्छ र भनेर भन्छन् नि गाउँतिर। हो त्यस्तै हर्क साम्पाङले आलोचना गर्न कहीँ गयो छोड्ला नि त। मलाई चाहिँ त्यस्तो लाग्दैन साथी हो। पटक पटक यस्ता प्रकारका भिडियोहरू बाहिरिँदै आइरहेका छन् र यी भिडियोहरूलाई पनि देखेर पनि अनदेखा गर्छन् या त देख्दै देख्दैनन्, बुझ्न सकेको छैन। एमसीसी को तथ्यपरक बुदागत तरिकाले यहाँनिर कसरी आलोचना गरिएको छ, के भनिएको छ भन्ने कुरा त प्रश्न भयो होला। ग्यालेक्सी 4K टेलिभिजनमा हुँदै गर्दा पनि उनले विरोधै गरेका थिए। न्यूज 24 टेलिभिजनमा हुँदै गर्दा पनि रविले विरोध नै गरेका थिए। अब यो भन्दा कति धेरै विरोध गर्नुपर्ने हो र? राजनीतिमा आए पनि त्यसैलाई पटक पटक विरोध गरिरहनु पर्ने हो र? एउटै कुरालाई पटक पटक आफ्नो धारणा पेश गरिरहनु पर्ने हो र? होइन होला नि त। जहाँ गयो त्यही एउटा व्यक्तिको धारणा एउटा मात्रै हुन्छ होला नि त, कि फरक हुन्छ र? मलाई त त्यस्तो लाग्दैन। ग्यालेक्सी 4K टेलिभिजनमा उनले जसरी आलोचना गरे, जसरी विरोध गरे, जसरी एमसीसी फिर्ता लैजाऊ भनेर भने, त्यही फिर्ता लैजाऊ भन्ने शब्द त अझै पनि त होला नि त मुखमा।